Ready? एमाले जिन्दाबाद। किन एमाले चाहिँ भोट हाल्ने त्यही भएर भोट हालेर अनि घन्टीमै जिताउने भन्ने सोचिरहेको छु नि त हामी। म त एमाले हुँ एमाले हुँ म त हामी घन्टी कसैले सक्दैन नि फेरि अब बोल्छ त कोही यहाँ बोल्दैन नि फेरि बालाजी बाई बाई बा छोड्दिनु भन्छौँ हामी। अब केही छोड्दिनु भन्नु? सिधै छोड्दिनु, तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छौँ हामी। जीवन त्यही गर होइन, पार्टी परिवर्तन नगर। एकचोटिलाई हाम्रो बिन्ती लागोस्। तपाईँले कसैले बिन्ती गर्नु पर्दैन, जहाँ खिचिनु त्यो फेसबुक खिचेर अहिले पनि कसैले भोट हालिदिनु घन्टी ल्याएको छ दिनु पर्यो नि है। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर कसैले सक्दैन नि फेरि अब बोल्छ त कोही यहाँ बोल्दैन नि फेरि जेन्जी हो बुवा म ज्याङ्गीको बाउ हुँ, हजुरबाउ हुँ। म ज्याङ्गीको हजुरबाउ हुँ क्या। गाउँमा काङ्ग्रेस भनेर हिँड्न लाज भइसक्यो। यिनीहरूलाई चाहिँ नि एउटै मान्छे 40-50 वर्षसम्म खाएको छ। सरकारलाई टुप्पीसम्म पुर्याएर छाड्छौँ। यो टुप्पीमा गर्नुको अर्थ भनेको हामीले राष्ट्रलाई होइन होला के हो? एकजना उठेर के गर्ला र भन्छन्, हेरौँला नि के गर्न सकिँदो रहेछ। 1-2 वर्षमा थाहा हुने कुरा भइहाल्यो। सकिएन भने कोसिस गरेको, सकिएन भन्नु पर्ला नि। ओ भाई मारो मुझे, मारो मुझे, मारो